next topic is Doppler effect. Doppler effect. In Doppler effect, most often when you go to the bus park or somewhere, okay, by hearing the sound of horn, you can determine whether the bus is moving or not. To memorize this, you have to know two words: the relative motion between the source and the observer. Source हिँडे पनि फरक हुन्छ, observer हिँडे पनि फरक हुन्छ। ती केसहरुमा हामी one by one यस पछाडी स्टडी गर्छौं। ओके, र यो साउन्डको लागि मात्र हैन, सबै इलेक्ट्रोम्याग्नेटिक वेभको लागि के छ, यो सोर्स इफेक्ट मा रिलेटिभ मोसन अफ सोर्स एन्ड observer को स्टडी हुन्छ। एउटा मुभिङ अब्जेक्टले दिएको साउन्डको फ्रिक्वेन्सी र रेस्टमा भएको अब्जेक्टले दिएको साउन्डको फ्रिक्वेन्सी लिसनरलाई फरक पर्न जान्छ सुन्ने क्रममा। यदि अब्जेक्ट तिमीतिर आइरहेछ भने सुन्ने फ्रिक्वेन्सी एउटा हुन्छ, तिमीबाट टाढा गइरहेछ भने सुन्ने फ्रिक्वेन्सी एउटा हुन्छ, रेस्टमा छ भने सुन्ने फ्रिक्वेन्सी एउटा हुन्छ। र यो रेस्टमा हुँदाखेरि बुझ्यो नि, यो रियल यो हिँड्दाखेरि सुन्नेको फ्रिक्वेन्सी चाहिँ रियल होइन। द्याट्स वाइ इट इज नेम्ड एज व्हाट, apparent frequency, that is apparent. Okay, साउन्डमा फ्रिक्वेन्सी अब्जर्भरको रेस्ट र मोसन अनुसार अथवा सोर्सको रेस्ट र मोसन अनुसार फ्रिक्वेन्सी के हुन जान्छ, फरक हुन जान्छ। यसलाई के भनिन्छ, डपलर इफेक्ट भनिन्छ। डपलर इफेक्ट इन साउन्ड स्टडी गर्नको लागि, टु स्टडी डपलर इफेक्ट इन साउन्ड, कन्सिडर सोर्स S and observer O. If F is the frequency of sound and B is the velocity, the F waves occupies B distance. यदि त्यो साउन्डको फ्रिक्वेन्सी F छ र भेलोसिटी B छ भने F वेभले चाहिँ कति डिस्टेन्स अकुपाई गरेका हुन्छन्, B डिस्टेन्स अकुपाई गरेका हुन्छन्। बेसी यसको फ्रिक्वेन्सी मानौं कति रहेछ, 6 1 2 3 4 5 6 कति रहेछ, 6 र यसले यसको भेलोसिटी भनेको पनि पर सेकेन्डमा के गरेको, ट्राभल गरेको डिस्टेन्स हो। के हो रे, पर सेकेन्डमा ट्राभल गरेको डिस्टेन्स हो। V भनेको पर सेकेन्डमा ट्राभल गरेको डिस्टेन्स, F भनेको पर सेकेन्डमा कम्प्लिट V डिस्टेन्समा कतिवटा वेभहरु हुनुपर्ने हो, F वटा हो। किन दुईटै एक सेकेन्डकै कुरा हो नि त। मैले पर सेकेन्डमा 50 वर्ड बोलिरहेको छु, ओके हैन, कति 50 वर्ड र मैले 10 मिटरको डिस्टेन्स पनि ट्राभल गरिरहेको छु भने 10 मिटरको डिस्टेन्समा कति वर्ड छ नि भाइ, 50। Yes, there are F waves in 1 second and V distance is covered in 1 second. We can say that F waves occupies V distance. F waves occupies V distance. Now source moving towards the observer case. Source moving towards the observer. When source moves towards the observer, then V minus US waves, F waves occupies V minus US distance, or F waves compressed in V minus US distance. The apparent wavelength lambda prime is given by lambda prime equals to V minus US upon F. Basically, apparent frequency को formula velocity of the wave relative to the observer. Apparent frequency increases when the source moves towards observer. Do you know how it is? Because V minus US is smaller than V.